सबैजना बहिनी भयो ठुलो हेरौ यहाँ हेरौ हिजो हामी के पढ्यो पहिला त्योबाट स्टार्ट गरौँ ठिक छ। हिजो हामी के पढ्यो कसले भन्छ विश्वका हावापानीका प्रकार हामी पढ्यौँ। प्रकारका सामान्य परिचयबाट हामी सुरु गर्यौँ जसमा हामी मण्डलहरूको बारेमा चर्चा गर्यौँ हो होइन। कतिवटा मण्डलको बारेमा पढ्यौँ 3वटा मण्डलको बारेमा हामी पढ्यौँ। कुन कुन उष्ण मण्डल समशीतोष्ण मण्डल र शीत मण्डल। यहाँ हामी उष्ण मण्डलको बारेमा त्यसको आज हामी उष्ण मण्डलका केही विशेषता एउटा कुरा ध्यान राख्ने यो प्रकार जुन छ यो विश्वका हावापानीका जुन प्रकार छन् त्यसलाई एक्जामहरूमा तिनीहरूलाई यो भनेर प्रदेश भनेर पनि सोध्न सक्छन् ठिक छ। विश्वका हावापानीका प्रदेशहरू कुन कुन कतिवटा प्रदेश छन् त्यो पनि सोध्न सकिन्छ ठिक छ। प्रदेश र प्रकार भनेको त्यही हुन्छ ठुलो भौगोलिक क्षेत्रको विशेषताको आधारमा जुन बाँडिएका क्षेत्र छन् ठिक छ। हावापानीको विशेषताको आधारमा बाँडिएको हुन्छन् त्यसलाई हामी के भन्छौँ प्रदेश भन्छौँ। हावापानीका प्रदेश भन्छौँ र त्यसका एक सहायक प्रदेश पनि हुन्छन् जसलाई हामी उपप्रदेश भन्छौँ। त्यो हामी अर्को च्याप्टरहरूमा पढ्छौँ डिप्ली रूपमा। तर आज हामी उष्ण मण्डलका विशेषताको बारेमा छलफल गर्ने क्रममा सबभन्दा पहिला हामी हिजोको क्लासमा पनि चर्चा गरियो के कुरा भने यो मण्डल भूमध्य रेखाबाट दुवै गोलार्धको 30 डिग्री अक्षांशको क्षेत्रमा फैलिएको छ। हामी हिजो पढेका थियौँ भूमध्य रेखा यहाँ छन् यो भनेको भूमध्य रेखा हो। यो भूमध्य रेखा हो। यो भूमध्य रेखा यहाँ के छ 0 डिग्री अक्षांश छ। यो भूमध्य रेखाबाट 30 डिग्री उत्तरी गोलार्ध 30 डिग्री दक्षिणी गोलार्ध 30 डिग्री दक्षिणी गोलार्ध। यहाँ कति डिग्री हुनुपर्ने 30 डिग्री होइन 30 डिग्री यहाँ लेखौँ न। यो भनेको यो बीचमा जुन क्षेत्रहरू पर्छन् यो बीचमा जुन हावापानीहरू पाइन्छन् त्यो भनेको कुन मण्डलभित्र आउँछन् उष्ण मण्डल। भूमध्य रेखा भन्दा उत्तरी गोलार्धमा 30 डिग्री अक्षांश र दक्षिणी गोलार्धमा 30 डिग्री अक्षांश गरी यो क्षेत्र ओगटेको छ। त्यस्तै हामी अर्को विशेषता यसको के छ भने यस मण्डलमा वर्षभरि सूर्यको किरण के पर्छन् सीधा रूपमा पर्ने हुनाले अत्यधिक गर्मी हुन्छ। यहाँ गर्मीको चाप के हुन्छ अत्यधिक मात्रामा हुन्छ। सूर्य किनभने सूर्यको प्रकाश सीधा रूपमा परेको हुन्छ। वर्षभरि के हुन्छ सूर्यको प्रकाश सीधा रूपमा परेको हुन्छ। त्यो कारणले गर्दा यो क्षेत्रहरूमा यो जे जति क्षेत्रहरू छन् यो सबै क्षेत्रमा के हुन्छ अत्यधिक गर्मी हुन्छ ठिक छ। गर्मीको चाप बढी हुन्छ। अर्को विशेषता के छ भने ध्यान दिएर सुन्ने अर्को विशेषता के छ भने यो क्षेत्रमा तापचाप र वायुको के छ वायुको चाप उच्च हुन्छ र 23.5 डिग्री उत्तरी र दक्षिणी गोलार्धमा अवस्थित कर्कट रेखा र मकर रेखा पनि यही क्षेत्रभित्र पर्दछ हो कि होइन। यो क्षेत्रमा गर्मीको चाप वर्षाको चाप यो सबै चापहरू के छन् अत्यधिक हुन्छन् धेरै हुन्छ र यो कारणले गर्दा के हुन्छ यहाँ गर्मी पनि धेरै हुन्छ। भूमध्य रेखा भन्दा टच भएको कारणले गर्दा के छ यहाँ गर्मी बढी हुन्छन्। सूर्यको सिधा प्रकाश पर्छन्। सूर्यको सिधा प्रकाश परेको कारणले गर्दा यहाँ के छ ताप वर्षा र वायुको चाप के हुन्छन् उच्च हुन्छन्। र यो भनेको अर्को के छ भने हामी हिजोको कक्षामा पनि अलिकता चर्चा गर्यो 23.5 डिग्री उत्तरी र दक्षिणी अक्षांशमा के छन् कर्कट र मकर रेखा छन् ठिक छ। 23.5 डिग्री उत्तरी क्षेत्र यसरी लेख्न चाहन्छु भने लेखौँ 23.5 डिग्री दक्षिणी अक्षांश। दक्षिणी अक्षांशमा यो के छ कर्कट र मकर रेखा पनि उष्ण मण्डलको क्षेत्रभित्र नै आउँछन् ठिक छ। भयो यो कतिवटा विशेषता भयो 3वटा। अर्को के छ भने यस मण्डल अन्तर्गत 4वटा हावापानीका उपप्रदेशहरू पनि पर्छन्।
यो भनेको के हो? प्रदेश हो नि, प्रदेश हो। या यसलाई हामी हावापानीका प्रकार मण्डल पनि भन्न सक्छौँ, प्रकार पनि भन्न सक्छौँ। पृथ्वीमा भएका हावापानीका प्रकार या भौगोलिक क्षेत्रमा को आधारमा जुन हावापानीका प्रकार छन् त्यो भनेको यो के भयो? प्रदेश भयो। र यसमा पनि यो उष्णमण्डलमा पनि यो उष्णमण्डल जुन छ उष्णमण्डल, यो उष्णमण्डलमा पनि के छन्? उष्णमण्डलमा पनि सहायक प्रदेशहरू छन्। भूमध्य क्षेत्रीय हावापानी छुट्टै प्रकारको छ, सबै क्षेत्रको हावापानी छुट्टा छुट्टै प्रकारको, ठिक छ, जुन तिमीहरू अर्को च्याप्टरमा पढ्नेछ। यो सबैको छुट्टा छुट्टै हो। जतिवटा 3वटा मण्डल छ नि, उष्णमण्डल, समशीतोष्ण र शीतमण्डल छ नि, यो सबैको अगाडि तिमीहरूको छुट्टा छुट्टै एउटा एउटा च्याप्टरै छ, तिमीहरू हेर्न सक्छौ, बुकमा छ, ठिक छ। त्यही भएर आज हामी यो विशेषताको बारेमा आज हामी विशेषता त बुझ्यौँ सबैजना। पहिलो विशेषता के हो? उष्णमण्डल भनेको भूमध्य रेखाबाट 30 डिग्री उत्तरी गोलार्ध र 30 डिग्री दक्षिणी गोलार्धमा फैलिएको छ, ठिक छ। अर्को फटाफट भन्ने वर्षभरि सूर्यको प्रकाश सिधा पर्ने कारणले गर्दा यहाँ के हुन्छ? अत्यधिक गर्मी हुन्छ, ठिक छ। अर्को यो क्षेत्रमा ताप, वर्षा र वायुको चाप अत्यधिक मात्रामा हुन्छ या बढी हुन्छ, ठिक छ। र 23.5 डिग्री उत्तरी अक्षांश र दक्षिणी अक्षांशमा के छन्? कर्कट रेखा र मकर रेखा पनि यही क्षेत्रभित्र पर्दछ, ठिक छ। अन्तमा के छ? यस मण्डल अन्तर्गत 4वटा प्रदेशहरू हावापानीका प्रदेशहरू पनि, ठिक छ। जुन भूमध्य रेखा भित्रको हावापानी, यो क्षेत्रभित्रको हावापानी हुन्छ, यसको वरिपरिको हावापानी, यो भनेको भूमध्य रेखीय हावापानी यसलाई